बोयफ्रेन्ड बिना पनि बस्न सकिन्छ क्या सकिन्छ त्यो बोयफ्रेन्ड नै चान्स भने छैन नि त यो बोयफ्रेन्ड बनाएर भेट्न जाने नानाथरी गर्ने डेटिङ जाने आफ्नो अब सबै हुन्छ अब टेन्सन लिने अब यस्तो हुन्छ त्यस्तो त म चक्करमा पर्दैन राम्रो केटी देख्ने नहुने होइन कुराले मकै पार्ने लठै पार्ने बोली अब हुन्छ नि अब चिप्लेर बोल्ने माया गरेर जसको मायाको जालमा फसास बोल्ने क्या हुन्छ नि त मान्छे हरेक कुराहरू क्या मान्छेको बानी व्यवहार हेर्दाखेरि हुन्छ नि त अब जो पनि त्यस्तै हो क्या जो पनि त्यस्तै भन्दा पनि त्यो मान्छे त्यस्तै पनि पढ्दो रहेछ भन्ने बुझेँ मैले 5 लाखको डायमन्ड त अब तपाईँहरू के सोच्नुहुन्छ त्यही हो अब मैले भन्दा नि डायमन्डलाई कति पर्छ थाहा होला नि त अब हजुरहरूलाई त्यही अनुसारले बुझ्नु न दर्शकहरूले त्यही अनुसारले बुझ्नु पर्यो होइन मनले चाहेको र माया गर्ने मान्छे कोही पनि छैन म त अब भनौँ न अब जहाँ गए पनि एक्लै हिँड्ने एक्लै खाने एक्लै बस्ने एक्लै सुत्ने मान्छे म हुँ अहिले कोही पनि छैन मेरो साथमा अब सिङ्गल हो ऋतु अब साथीहरू पनि छैनन् साथीहरू छन् आफ्नो ठाउँमा छन् आफ्नो घरमा छन् म चाहिँ एक्लो मान्छे हो म चाहिँ त्यस्तो घमण्ड भन्ने केही पनि छैन अरू त भाउ खाने एटिट्युड देखाउने हुन्छ नि त तर म त्यस्तो छैन क्या जे कुरा हो त्यो अगाडि खोल्दिनँ हाँस्ने बोल्ने त्यही हो जसले जे भन्यो भने खिसीका दाँत देखाइदिनँ त्यही हो दर्शकबिन नमस्कार यतिखेर हामीसँग कुरा गर्नको लागि ऋतु बस्नेत हुनुहुन्छ उहाँ भर्खर मात्रै दाँतमा डायमन्ड लगाएर आउनु भएको छ होइन मिठो मुस्कान सहित आउनु भएको छ स्वागत छ ऋतु थ्याङ्क यू सो मच के छ ऋतुजी पहिला ट्याटुतिर लाग्नु भएको थियो अहिले फेरि आज दाँतमा डायमन्ड हालेर आउनु भएको छ कुनै बेला नाइटो छेरेर आउनु भएको थियो होइन शरीरको सबै भाग दाँत पनि बाँकी नरङ छेड्नलाई दाँत चाहिँ अब मैले चाहिँ अब र लागेर चाहिँ हानेको डायमन्ड कति लाखको हो अब जति लाग्यो भयो भने त अब त्यो मलाई थाहा छ नि त मैले कति हाने भनेर अब म भन्दिनँ यस्तो कुराहरू यसमा चाहिँ यस्तो हुँदो रहेछ अब पहिल्यैदेखि अब दर्शकहरूले होइन त्यो कतिको के हो भन्ने तपाईँको बारेमा एकदम चासो राख्नुहुन्छ नि त उहाँहरूले चाहिँ हालेछ कति हालेछ म पनि ऋतुको जस्तै दाँतमा हाल्न चाहन्छु भन्नेहरू पनि हुनुहुन्छ नि त तपाईँ दर्शकहरू त्यही भएर यस्तो मैले चाहिँ कतिमा भन्दा पनि म यस्तो भन्दिनँ यस्तो कुराहरू कतिमा हालेँ भने भन्दिनँ यदि अब हजुरहरूलाई हाल्ने मन छ भने हाम्रो चाहिँ ठ्याक्क लगन खेलमा छ रोजा हेयर ब्युटी पार्लर हो लगन खेलमा छ होइन त्यहीँ अनि गर्नु जान सक्नुहुन्छ भनौँ न म चाहिँ त्यहीँ हालेको त्यहाँ गएर हाल्न सक्नुहुन्छ सक्नुहुन्छ तर मलाई यो चाहिँ किन रहर जायो मलाई यस्तो अब आफ्नो पनि इच्छा हुँदो रहेछ क्या होइन अब पहिला ट्याटो हानेर अर्थात् ट्याटो छेरे ट्याटो हाने अब नाइटो छेरे मन थियो नाइटो छेरे जस्तो दाँतमा डायमन्ड हाल्न मन थियो दुईवटा हालेँ तर आफ्नो त रहर इच्छा हुँदो रहेछ क्या यस्तो कुराहरूमा क्या कसैको चाहनामा त होइन कसैको चाहना भने मेरो आफ्नै चाहनामा मैले अब गरेको चाहिँ अरूको चाहनामा चाहिँ मैले किन हान्नु हुन्छ नि त आफ्नो मनले चाहेको आफूले माया गर्ने मान्छेहरूले भन्ने कुरा मनले चाहेको र माया गर्ने मान्छे कोही पनि छैन म त अब भनौँ न अब जहाँ गए पनि एक्लै हिँड्ने एक्लै खाने एक्लै बस्ने एक्लै सुत्ने मान्छे म हुँ अहिले कोही पनि छैन मेरो साथमा अब सिङ्गल हो ऋतु अब साथीहरू पनि छैनन् साथीहरू छन् आफ्नो ठाउँमा छन् आफ्नो घरमा छन् म चाहिँ एक्लो मान्छे हो अनि होइन भनौँ न एक्लो मान्छे कसै चिन्ता छैन चिन्ता त अब मम्मी बाबाको त भइहाल्छ होइन अब त्यही हो रमाउने खाने घुम्ने एक्लै सङ्घर्ष गर्ने कोही पनि छैन दिनभरि रुममा बस्ने अब बिजी भएको बेला बिजी हुने होइन काम गर्ने सुटिङमा जाने नत्र अब काममा फ्री भएको बेला अब रुममै बस्ने लाइभ बस्ने सुत्ने त्यही हो होइन अब अरूसँग यस्तै हो कसैको त्यस्तो राम्रो देखेर डायमन्ड होइन राम्रो लागेर चाहिँ त्यो हाल्ने चाहना भयो कसैको देख्दा भन्दा नि मैले होइन कसैको होइन मैले चाहिँ आफैले मैले चाहिँ एउटा टिकटकमा देखिरहेको थिएँ कि मैले चाहिँ भिडियो चाहिँ मैले पनि हान्छु भनेर चाहिँ मैले सोचिरहेको थिएँ होइन अनि पछि डायमन्ड हान्न पाएँ एकदम खुसी लाग्यो कता कता सुनेको थिएँ 5 लाखको रे त्यो डायमन्ड त भन्ने यो चाहिँ के सत्य हो कि हो झुटो 5 लाखको डायमन्ड त अब तपाईँहरू के सोच्नुहुन्छ त्यही हो अब मैले भन्दा नि डायमन्डलाई कति पर्छ थाहा होला नि त अब हजुरहरूलाई त्यही अनुसारले बुझ्नु न दर्शकहरूले त्यही अनुसारले बुझ्नु पर्यो होइन अब पछिल्लोसम्म निकै भिडियोहरूमा अब भ्याइ नभ्याइ छ नि त ऋतुलाई त्यो कारणले पनि ऋतुले अब टन्न कमाइरहेछ भन्ने दर्शकहरूले बुझिरहनु भएको छ यस्तो अब कमाएर पनि तर 1 रुपियाँ बच्दैन काठमाडौँ ठाउँमा होइन अब सबै पढाबारा गर्नु पर्यो हिँड्नु पर्यो बाहिर खाजा खानु पर्यो साथीभाइसँग घुम्नु पर्यो रुममा तिर्नु पर्यो नुन तेल तरकारी चामल सबै किन्नै पर्यो होइन अब सबै किनेर खाने काठमाडौँ ठाउँमा धेरै पैसा बच्दैन क्या
तर अब चाहिँ पैसा चाहिँ बचत गर्न सिक्नु पर्ला। अहिलेसम्म चाहिँ सिकेको पैसा भयो भने त कस्तो मेरो हात चिलाउँछ क्या, के गरौँ कसो गरौँ भन्ने हुन्छ क्या, त्यस्तो हुन्छ पैसा भयो भने। अहिले चाहिँ ऋतुले महिनामा चाहिँ 4-5 लाख नै कमाउँछ अरे टिकटकबाट, यता म्युजिक भिडियोबाट भनेर सुनिन्छ सोसियल मिडिया, के सत्य हो? अब सत्य पनि हुनसक्छ यस्तो कुराहरू होइन, हुनसक्छ सत्य पनि हुनसक्छ कि अब, तर म यस्तो कुराहरू झुट पनि बोल्दिनँ। अब आफूले जति कमाएको छु त्यो मलाई थाहा छ, यो दुनियाँलाई भनेर दुनियाँलाई सुनाएर होइन। तपाईँको फ्यानहरू हुन्छ नि त, ऋतुजीले कति कमाउँदो रहेछ भने फ्यानहरूको चासो हुनसक्छ, जिज्ञासा हुनसक्छ। चासो त अब राख्ने मान्छे राखिहाल्नुहुन्छ कि, तर यस्तो कुराहरू चाहिँ भन्नु हुँदैन क्या सोसियल मिडियामा। अब जति कमाए मलाई थाहा छ नि त, अब सब यति कमायो उति कमायो भनेर चाहिँ आएर मिडियामा आएर फुर्ती लाउने होइन क्या। यस्तो कुराहरूमा मान्छेले कति घमण्डी हुन्छ नि त, के जाऊ पैसा कमाउँथेर आएर मिडियामा भन्छ भन्ने हुन्छ नि त, त्यस्तो कुराहरू हो नेगेटिभ पाराले भन्नुहुन्छ नि। त्यही भएर चाहिँ म यस्तो कुराहरू भन्दिनँ, यति कमाएँ उति कमाएँ भन्दिनँ। जति कमाएँ मलाई थाहा होला, यस्तो कुराहरू चाहिँ म खुलाउँदिनँ मिडियामा चाहिँ। तर यो कुरोहरू सुनिरहँदा है ऋतु बस्ने धेरै म्याच्योर भइसक्यो जस्तो लाग्यो। हो थ्याङ्क यू। पहिला त जे सबै कुराहरू भन्नुहुन्थ्यो, अहिले अलिकति होइन म्याच्योर भएर अलिक धेरै सोच्ने भयो जस्तो। अब यस्तो अब एउटा अब सोसियल मिडियामा अब आइसकेपछि हुन अब क्यामेरा फेस गरिसकेपछि होइन, अब जे पाए त्यही बोलेर पनि हुँदैन। अब हो किन भन्नु हुँदैन रहेछ, हुँदैन। पहिला त अब यस्तो कुरा थाहा थिएन नि त, अब चाहिँ बिस्तारै बिस्तारै बुझ्दै गएपछि सबै कुराहरू थाहा हुँदो रहेछ क्या। त्यही भएर चाहिँ म अब कसैलाई पनि नराम्रो भन्दिनँ र आफू पनि नराम्रो हुन चाहदिनँ। जतिले पनि मलाई गाली गर्नुहुन्छ, मलाई नराम्रो भन्नुहुन्छ, उहाँलाई चाहिँ म धन्यवाद आशीर्वाद दिन चाहन्छु क्या। उहाँहरूको क्रिटिसाइजले गर्दै यहाँसम्म आइपुग्यो हो। हामीलाई चाहिँ गाली गरेकै भनेको माया नै गरेको हो। म चाहिँ त्यही सोच्छु, त्यही रूपमा चाहिँ सोच्छु यस्तो कुराहरू, कसैलाई पनि केही पनि भन्दिनँ। पहिला त मलाई चाहिँ यस्तो लाग्थ्यो कि जो मान्छे आएर मेरो लाइफमा गाली गर्यो नि त, मलाई झनक्क रिस उठ्थ्यो, म रिप्लाई दिन्थेँ क्या। आजभोलि म त्यो वास्तै मतलबै लाग्दैन। जस्तै ऋतु धेरै बुझ्ने भइसकेको छ होइन पहिलाको भन्दा। अब गङ्गु छेत्री चिन्नुहुन्छ नि होइन, उहाँ चाहिँ अब मिस नेपालमा जाँदै हुनुहुन्छ अरे भन्ने सोसियल मिडियामा देखिन्छ क्या। तपाईँले सोच्नु भएको छ कि छैन? मैले सोचेको पनि छैन, कस्तो मलाई थाहै थिएन, कसले भन्यो? तपाईँले त्यो ल त्यो पाटो छोड्नुहोस्, तपाईँ चाहिँ यस्तो मिस नेपाल यताउता जाने सोच गर्नु भएको छ कि छैन? मैले चाहिँ आजसम्म सोचेको छैन। छैन एक कलाकारिता क्षेत्रै ठिक छ होइन? ठिकै छ। मिस नेपालमा गएर के गर्छन् यस्तो कुरा मलाई थाहा छैन फेरि, थाहा छैन। अब त्यो पनि बिस्तारै बुझ्दै जानुहुनेछ। हजुर बिस्तारै बुझ्दै जाउँला नि त। भर्खर यहाँसम्म आइपुगेको छ होइन? हजुर। कुनै बेला बुझ्दै गइसकेपछि मिस नेपाल ऋतु बस्नेत भन्ने पनि आउला नि त्यो दिन। हो यस्तो अब बोल्न सिक्नुपर्छ होइन, कोसँग कस्तो तरिकाले बोल्ने, कहाँनिर बोल्दा के शब्द बोल्ने हुन्छ नि त। यस्तो कुराहरूमा चाहिँ अब धेरै अब ध्यान दिनुपर्छ, जिज्ञासा लिनुपर्छ यस्तो कुराहरूमा चाहिँ। म चाहिँ हो नि तालिम लिनु पऱ्यो। खासै त अब म चाहिँ गाउँघरमा हुर्केको मान्छे हो नि त, खासै म चाहिँ बोल्दै मेरो चाहिँ अब पश्चिम टोन आइहाल्छ क्या। मलाई जहिले पनि मेरो बोलीबाट नै तपाईँ पश्चिमको हो र भन्नुहुन्छ कि, म चिनिहाल्नुहुन्छ कि मलाई चाहिँ, म हो भनिदिन्छु। तर बोल्दै मेरो पश्चिमको टोन आउँछ। तर म चाहिँ त्यस्तो घमण्ड भन्ने केही पनि छैन। अरू त भाउ खाने एटिट्युड देखाउने हुन्छ नि त, तर म त्यस्तो छैन क्या। जे कुरा हो त्यो अगाडि खोल्दिनँ, हाँस्ने बोल्ने त्यही हो। जसले जे भन्यो भने खिसीको दाँत देखाइदिनँ, त्यही हो। पछिल्लो समय ऋतु बस्नेतले जस्तै यो डान्स क्लासहरू योहरू चाहिँ लिइरहेछ कि के छ? यस्तो मैले चाहिँ अब डान्स क्लास भिडियोमा व्यस्त हुनुहुन्छ नि, त्यही हो। मैले चाहिँ डान्स क्लास लिनु भन्दा पनि पहिला मैले चाहिँ बानेश्वरमा सिक्थेँ डान्स क्लास होइन। अब त्यहाँ भक्तपुरदेखि बानेश्वर आउनु धेरै टाढा भयो क्या डान्स क्लास सिक्नलाई। अब पठामा सधैँ होइन 200 रुपियाँ खर्च आउनु जानु, 400 भाडा लाग्ने भयो नि त। अनि अब चाहिँ त्यहाँ नजिकै रुम सरेर अब चाहिँ नजिकै डान्स क्लास भएको ठाउँमा डान्स सिक्न पर्दा रेगुलर, त्यहाँ चाहिँ धेरै टाढो भयो क्या भक्तपुरमा। अब जस्तै काम त अब प्रायः जस्तै अरामनगरतिर पर्छ नि त, यता आउने जाने होइन। त्यही भएर मेरो चाहिँ पठाउ भाडा धेरै खर्च भएको क्या पठाउमा हिँड्ने मान्छे हो। त्यही भएर चाहिँ अब चाहिँ नजिकै बस्नु पर्ला भन्ने सोचिरहेको छु, रुम सर्नु पर्ला भनेपछि अहिले चाहिँ डान्स क्लास चाहिँ लिएको छैन। अब त स्कुटी अफर गर्ने हैसियत राखिसकेको छ ऋतु बस्नेतले, स्कुटी किन्ने होला नि त। अब यस्तो अब स्कुटी किन्नु भन्दा पनि मैले स्कुटी चाहिँ मैले सिकेको छैन कि। अब स्कुटी अब किनौँला गरेँ होइन, अब बाइचान्स कहाँ ठ्याक्क अब कसलाई हानिदिएला गरेँ भने अनि म मऱ्यो भने के हुन्छ, खासै चलाउन आउँदैन मलाई। कति सिकेपछि आइहाल्यो नि।
सिक्यो भने त अब पहिला तिमीलाई म्युजिक भिडियोमा खेल्न आउँथ्यो र आउँदैन थियो तिमीले गर्दै गइसकेपछि आयो नि त अहिले होइन त्यस्तै त हुन्थ्यो त्यो त अब कसैले पनि अब पहिले सिकेको हुँदैन अब बिस्तारै सिक्दै जाने हो नि त होइन अब बिस्तारै सिकाउँला नि यदि स्कुटी किन्यो भने यति पैसा भयो भने किनिहाल्छु नि जब स्कुटी के हो रहेन यो भिडियो हेरिरहने एउटा फोन किन्ने मान्छेले त एउटा स्कुटी त किनिहाल्छु नि भन्ने सोचमा छु कि अब हेरौँ कस्तो हुन्छ अब यदि यो भिडियो हेरिरहने जो कोही ड्राइभिङ सेन्टरका मालिकहरू हुनुहुन्छ नि ऋतु बस्नेतले यस्तो अब एकजनाले चाहिँ मेरो नाम बेचेर होइन म उहाँको नाम लिन चाहदिनँ अब मेरो नाम बेचेर आफू चाहिँ पपुलारिटी पाउनलाई भाइरल हुनको लागि गोफाउनु पर्यो होइन उसैबाट म कति नराम्रो भएँ दुनियाँले मलाई गाली गरे दुनियाँको नजरबाट म नराम्रो भएँ लास्ट टाइम आएर हेर्नुहोस् त हो कि उसैले फेरि मैले गर्दा उही चिन्नु न है उसलाई पहिला सोसियल मिडियामा कसरी पनि चिन्दैन थियो जति पनि हुनुहुन्छ मेरो सोसियल मिडियामा मेरो मिडियाको दाइहरू हुनुहुन्छ सबै हुनुहुन्छ नि उसलाई चिन्नु चाहिँ उसलाई चिनाउने मेरो हातको कुरा छ नि त अनि त्यही भएर चाहिँ अब उसले चाहिँ मिसयुज गर्यो भनौँ न थ्रो युज गर्यो भनौँ न थ्रो युज गर्यो मलाई चाहिँ होइन मिसयुज गर्यो युज गर्यो आफू भाइरल भयो अनि त्यसपछि अब कोही राम्रै केटी देख्ने नहुने होइन कुराले मकै पार्ने लट्ठै पार्ने बोली अब हुन्छ नि अब चिप्लेर बोल्ने माया गरेर जसो गरेर मायाको जालमा फसास बोल्ने क्या हुन्छ नि त मान्छे हरेक कुराहरू क्या मान्छेको बानी व्यवहार हेर्दाखेरि हुन्छ नि त अब जो पनि त्यस्तै हो क्या जो पनि त्यस्तै भन्दा पनि त्यो मान्छे त्यस्तै पनि पढ्दो रहेछ भन्ने बुझेँ मैले अब चाहिँ त्यो स्कुटरको पैसा जति उठाएको थिएँ त्यो पैसा बरु मलाई चाहिँदैन मैले उसलाई भने त्यो पैसा मलाई पठाइदियो भन्दाखेरि त्यो पैसा जसले पठाएको उता हालिदिएको उतै घुर्ता हुन्छ भनेको फिर्ता हुन्छ होला भनेको कि पश्चिमतिरको होला होइन होला फिर्ता हुन्छ भनेको छ ल ठिक छ पैसा फिर्ता हुन्छ भने होस् होइन त्यो पैसा उसले पनि नखाओस् मैले पनि म खाँदिनँ तर त्यो पैसा उता फिर्ता हुनु पऱ्यो अब चाहिँ अहिले चाहिँ ऋतुको त्यो अब त्यो त छुटिसक्यो होइन अब चाहिँ बोयफ्रेन्ड छैन छैन के सोच्नु भएको छ अहिले म चाहिँ अब यस्तो बोयफ्रेन्ड चक्करमा पर्दिनँ म चाहिँ अब चाहिँ म चाहिँ पर्दिनँ अब साथीभाइहरूसँग बसिन्छ हाँसिन्छ बोलिन्छ त्यो आफ्नो ठाउँमा छ होइन तर यो बोयफ्रेन्ड बनाएर त्यस्तो केही पनि काम हुँदैन यस्तो चक्करमा लाग्नु हुँदैन क्या बरु टाढै बस्यो हो किन भन् त बिन्दास पारेर घुम्यो खायो बरु एक्लो जिन्दगी राम्रो छ क्या यस्तो बोयफ्रेन्ड बनाउनु भन्दा तर्पिनु भन्दा टेन्सन लिनुभन्दा बरु एक्लै आनन्द छ क्या जिन्दगी मान्छे बोयफ्रेन्ड बिना पनि बस्न सकिन्छ क्या सकिन्छ त्यो बोयफ्रेन्ड नै चाहन्छ भने छैन नि त त्यो घैँटोमा घाम लागिसक्यो ऋतु होइन त हो मलाई त मन पर्दैन मलाई चाहिँ लाइक गर्ने धेरै हुनुहुन्छ तर मलाई वास्ता लाग्दैन क्या यस्तो कुरामा मलाई मतलबै लाग्दैन यस्तो कुरामा अब बुझिसक्नु भएको जिन्दगी बुझिसकेँ अब जस्तै म अब साथीभाइहरूसँग जिस्किन्छु हाँस्छु बोल्छु त्यो आफ्नो ठाउँमा छ कि यो बोयफ्रेन्ड बनाएर भेट्न जाने नानाथरी गर्ने डेट्न जाने आफ्नो अब सबै हुन्छ नि अब टेन्सन लिने अब यस्तो हुन्छ त्यस्तो त म चक्करमा पर्दैन टाढै हो आफ्नो लाइफ मलाई भनौँ न सेटल गर्नु छ होइन राम्रो बन्नु छ त्यही हो अगाडि बढ्नु छ त्यही हो अब दाँतमा डायमन्ड नै हालिसक्नु भएको छ होइन हजुर अब चाहिँ के गर्ने विचार छ अब दाँतमा चाहिँ डायमन्ड हाल्ने के गर्नु नि के नै अब आफ्नो काम गर्ने होइन अरू अब शरीरको कुन चाहिँ भागमा के हाल्ने विचार छ कुन चाहिँ यस्तो हो म चाहिँ अब शरीरमा भाग भन्दा पनि अब त्यस्तो केही पनि हान्दिनँ सिरिम हानेर मम ड्याड मात्र नै हान्छु त्यो चाहिँ हान्छु मैले चाहिँ त्यो चाहिँ चाहना छ मैले त्यो चाहिँ म हानेरै छोड्छु है तपाईँले हेर्नु त कुनै बेला तपाईँ अहिले नामै लिन चाहन्न भन्नुभएको थियो उहाँको फोटो ट्याटो हान्न जाँदै हुनुहुन्थ्यो भन्ने मलाई के भनेको आफू चाहिँ भाइरल त्योभन्दा अझै लेभलमा आउनको लागि त्यसले मलाई के भन्ने थाहा छ ऋतु तिमी जाऊ ट्याटो हाउसमा जाऊ मेरो फोटो यहाँ छाप होइन पछि के भन नरेशको ट्याटो हान्दैछु भने भिडियो बनाऊ त्यो भिडियो आमा कसम मिलियन पुग्छ मिलियन भन्दै थियो मलाई चाहिँ मैले चाहिँ किन त्यस्तो गर्नु ल भन्नु त एउटा सोसियल मिडियाको टिकटकको भरोसाले अनि मैले गरेँ त्यसको नाममा त्यसको उसको फोटो ट्याटो हान्नु मैले चाहिँ म नै पागल होइन त झन्नै हानि पनि सक्नु अरे मैले चाहिँ त्यतिकै भने म चाहिँ हान्दिनँ मैले विश्वास गरेर उसलाई चाहिँ मैले मेरो पैसा पनि विड्र गर्न दिएको उसलाई चाहिँ मैले त्यसले मलाई यहाँ ट्याक्स काट्छ भनेर ठगेर मेरो पैसा पनि खाएको त्यसले चाहिँ कति दिनकै निकाल्दै दिनकै 11,000 दिन्थ्यो 135 36 भनौँ न कति आउँछ ल भन्नुहोस् त अलिअलि खान्थ्यो है हजुर ओके अब के छ त अब अरू मलाई मन राम्रो लाग्थ्यो क्या जब त्यसको अब बानी बेहोरा बोली अब त्यो दुनियाँ केटीसँग मस्केको देख्दाखेरि
मैले त त्यहाँबाट मेरो कुरा लाइभमा काट्दाखेरि चाहिँ त्यो मान्छे मलाई चाहिँ मन पर्न छोडेको क्या। मतलब कृष्णजी भनेर भन्नुभयो होइन? पहिला त अब सबैलाई थाहा छ यस्तो कुरो भन्यो, सबैलाई थाहा छ। अझै पनि भन्छन् तिमी चाहिँ उसको त्यो नरेशको ऊ भन्छन् क्या मलाई चाहिँ लाइभमा बस्दैखेर कृष्ण खै जोगी खै भन्छन्, गुरु जे खोइ भन्छन् लाइभ बसेको बेला। म उसको नामै नल्याउ भन्छु, मलाई मनै पर्दैन भन्छु। लाइभ बस्यो भने गोफन पैसा दिएको नै भन्छन् मान्छेले। यो सबै इग्नोर गर्नुपर्छ नि त त्यस्तो कुरा। म चाहिँ वास्ता गर्दिनँ आजभोलि, मलाई मतलबै लाग्दैन त अनि। ओके, यहाँसम्म आइदिनु भयो, तपाईँले समय दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच।